यिनी कान्छी छोरीलाई 3-4 वर्ष पाले। अब मैले पठाउँदैछु। पठाएका ठाउँमा जति राम्ररी पालिदिनु होला। मैले चाहिँ गरेर नुहाइदिनु होला। यति भात खान्छन्, दुध र भात खुवाइदिए, माया गरेर पाले। मलाई आशीर्वाद दिए है कान्छी छोरी। तिमीलाई आज नुहाइदिनु लागि छु। अब अन्तिम हो, फेरि नुहाउन पाउन्न भनेर हो। मेरो कान्छी छोरी ज्ञानी छन्। यस्तै ज्ञानी भएर बसे गएर नि कसैलाई दुःख नदे, नटोके, सबैलाई माया गरे है। हुन्छ भना कति छन् यथरी नुहाउन दिन्छन्, कसैलाई टोक्दिनन्। म पछि भेट्न आउँछु, फोनमा हेर्छु, मोबाइलमा कस्तो गराएर पालेका छन् भन्छु, सोध्छु, अनि तिमीलाई भेट्न आउँछु। राम्ररी पालुन् लैजाले, यस्तै स्याहार गरून्, दुःख नदेऊन्, कपाल गोडिदिने, नुहाइदिने, सेम्पूले नुहाउन पर्छ। यिनलाई नुहाउनु छुट्टै हुन्छ। अनि फेरि मिठाई खाने पनि छन् यिनलाई, मैले सबै पठाइदिने हो। मैले किनेर राखेका सेम्पू काहीँ हो, मिठाई जम्मै पठाइदिने हो। यिनी ज्ञानी छन्। मलाई छोराछोरीको माया मेडिदिथिन्। अब मैले अन्तिम अवस्था नुहाएर पठाउँछु भनेर थालेछु। ल साथी हो, यस्तै गरेर स्याहार गर्नु, यस्तै माया दिनु। यति ज्ञानी छन्, रुन्नन्, छन् त पस्छिन्। मैले सधैँभरिलाई हेर्ने, फोटो खिच्न भनिन्छु। यिनलाई पठाइदिनु, मेरो माया छ। मैले धेरै माया गरेर पालेकी हुँ यिनलाई। मेरो कान्छी छोरीलाई भन्दा पनि बढी माया दिएकी। त्यस्तै माया दिनु है। लगेर पाल्ने मान्छेले, अरूले बेच्ने थिए, हामीले निःशुल्क यो परै घर पठाउँदैछौँ हामीले। यिनी छोरी हुन्, छोरो होइनन्, कान्छी छोरी हुन्। टुप्पाको दबाई पनि लगाइदिनु पर्छ समय समयमा यिनलाई चुप्प मही खान पर्छ। त्यस्तो होइन गर्ने, मलाई छेप्ने होइन। म जता गए सँगै जान्छु नि, मलाई छोड्दिनन्। तिमीले धेरै माया गर्छिन्, मैले नि माया गर्छु यिनलाई, धेरै माया गर्छु। त्यस्तै गरेर माया दिएर पाल्नु है, दुःख नदिनु। एउटा खोरमा राख्नु, सानो खोर गराइदिएर। ल अब भगवान्ले आशीर्वाद दिउन् यिनलाई। राम्ररी पाल्ने मान्छे भेट्टा हामीले नै गरेर पाल्ने मान्छे।